मर्निङ नमस्ते। फेरि पनि हजुरहरूलाई मेरो अर्को ब्लगमा स्वागत छ है। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला भनेर आशा राख्छु। म पनि एकदमै सन्चै छु है। आजको मेरो ब्लग चाहिँ तामाङहरूको आज लोसार रहेछ। सो हाम्रो दिदी चाहिँ तामाङसँग बिहे भएको छ। अन्त दिदीले चाहिँ मलाई पनि इन्भाइट गरेको थियो लोसार खान जाउँ भनेर। सो लोसार खा अहिले बाटोमा जाँदैछु हामी चाहिँ। अहिले यहाँ चाहिँ मेरो साथीको घर हो। यहाँ चाहिँ मेरो जिग्रीको घर हो, जिग्रीको आमा। यहाँ चाहिँ आज म पनि तामाङ नि भइदिउँ भनेर हामी चाहिँ अहिले अरूलाई पर्खिरहेको छौँ। अरूहरू चाहिँ आउनु भएको छैन। सो यहाँ स्ट्यान्डमा हामीले पर्खिरहेछौँ बाँकीको टिमलाई। ल सबैजना तामाङहरूलाई ह्याप्पी तामाङ लोसार। आजको दिन हजुरहरूको सबको मङ्गलमय रहोस्, एकदम खुसियाली रहोस्। फाइनली हाम्रो बहिनीहरू चाहिँ आइपुग्यो। यिनीहरूलाई पर्खिरहेको थियौँ। नमस्ते, ह्याप्पी लोसार। ह्याप्पी लोसार सब्सक्राइब गरिदिनु सबैलाई। दिदीको च्यानल सबैले सब्सक्राइब गरिदिनु होला। त्यहाँ हाम्रो नानी क्युट नानी आरसी हाई भन्दियो। हाई भनेको हाई भन्नु। हाई नमस्ते। हाई नमस्ते। नमस्ते। दुई हातले नमस्ते। दुई हातले नमस्ते। त्यो बहिनी ह्याप्पी लोसार एकजना पुग्छ है त्यहाँ सुप्रिया दिवस जानु सुप्रिया इन्ट्रेस्ट गर्नुहुन्छ सब कसरी गोली अस्ति बसौँ भनेर माग्यो होइन गर्दा कि मेरो दिन पाउँछ नि त। ए सुतिराख्छु भन्नु थियो मैले कल कहिले कल गरे अस्ति हामी यो मिटिङ गरेर फर्क्यो यहाँ चाहिँ सेलिब्रेट गरेको रहेछ तामाङहरूको लोसार। हामी आइपुग्यौँ। अनिल दा हजुर कफी स्टार्ट भयो। अब कफी खाँदैछु। के खाएको कफी भनेर के खाएको कस्तो रहेछ? मिठो भन्नु न। टेस्टी भेरी टेस्टी भन त। म को हो? केम गर्दिनँ म को हो? यो पो हेर्दैछ को हो म? को भन्दियो भने छिटो मिस भने खै अन्त डर लाग्छ? डराउनु हुँदैन ल। माया गर्छु त म त्यसरी माया गर्छु ल। तिमी ल ठिक छ। साजु सेरेमनी गरे होइन बस भयो त। अब हाम्रो तामाङ दाजुभाइले सोनम लोसार मनाएको छौँ है। मनाउँदाखेरि सबैजनालाई केही पनि नलागोस् र अरे फेरि के सोनम लोसार खाएर के अरे दुख बिमार भयो र यो खाएको न्यु मात्रै भयो भन्ने उयो नहोस् है। र सबैजनालाई आफ्नो है अब हामी तामाङ दाजुभाइ भएर पनि छ र माथि ल्याउनु माथि र आफ्नो घरको फुलहरूलाई सम्झिनु पर्छ है। के सम्झेर हामीले किन मना
भनेको छ र हामी सोनाम लोछारको यो छ्याप गरेर र आज सानोतिनोको पूजा गरेर चाहिँ हामी यो गर्दछौँ भन्न म सबैजनालाई दिदीबहिनी दाजुहरू भाइहरूलाई पनि मेरो कापुला छ मेमेहरूलाई पनि मेरो कापुला छ है इटा भए बेस्ट हुन्छ अनि वर्दो संगे सोनम लाल क्या आप संगे संगे गुरु नंबर 6 सोनम लो तो छचले महु मजे गुरु जो मजे महु गुरु सच्ची महागुरु मास सोनम लो तो छचले हामीलाई एउटा के महसुस भइरहेको छ भने हामी तामाङ जाति भएर चाहिँ र आज जुन प्रकारले हामी यहाँनिर उपस्थित भएको छौँ यो उपस्थित चाहिँ मेरो लागि कमी नै भएको जस्तो लाग्छ किनभने हामी चाहिँ यो पर्व चाहिँ सम्पूर्ण परिवारमै एकत्रित भएर मनाउनु पर्ने पर्व हो तर यसमा अब हामी परिवारको एकजना दुईजना सदस्य लिएर मात्रै उपस्थित भएर मनाउनु गरिरहेका छौँ र आउने दिनहरूमा पनि यस्तो यो जुन चाहिँ सोनाम लोछार पर्व छ यसलाई चाहिँ हामीले आजभन्दा पनि भित्र जाँदैछौँ किन बोलाएको भन्दाखेरि चाहिँ तामाङको प्रसाद छाङ्गो खानु बोलाएको अरे तामाङको छाङ्गो अरे प्रसादको रूपमा चाहिँ सबैजनाले खानुपर्छ अरे बहिनीहरू खाने हो प्रसाद खाने हो छाङ्गो भएर अगाडि आउँछ हाम्रो छोरी एकदम सदा सर्वदा खुसी गर्छ अहिले
भात रहेछ, दाल, मिक्स भेज, चिकन र बिफ रहेछ। कसरी सलाद खान्छ सलाद पनि हाल्नु बाई 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 हाल्दैन सलाद। दादा लाङ्की चिकन खानु भनेपछि त पनि पुग्छु म। पिनु खानु छ भने निस्केको है, लोसन पनि खाएँ, एकदम रमाइलो भयो है। आजको मेरो यो भिडियोलाई म एन्ड गर्छु। हजुरहरूलाई मेरो आजको भिडियो के कस्तो लाग्यो प्लिज कमेन्ट बक्समा भनिदिनुहोस् होला। एन्ड जसले पनि यो भिडियो फर्स्ट टाइम हेर्नु भएको प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब।